पहाडवासी मेरो यो मिडिया हेरेर बस्नुभएका सम्पूर्ण पहाडवासीलाई विशेष के भन्न चाहन्छु भनेदेखि आज 8 तारिकको दिन पुपुङ नाम्ब्रिङ अनि गेल चिया बगानमा त्यो गार्डनहरुमा एउटा हाम्रो जोइन्ट फोरमलाई एउटा इन्भिटेसन आएको थियो। त्यो इन्भिटेसन चाहिँ त्यो अस्ति बन्द भएको गार्डन र जोइन्ट फोरमको माध्यमबाट एउटा अनि सरकारसँग लेबर डिपार्टमेन्टसँग जोइन्ट फोरमले जुन प्रकारले सौहार्दपूर्ण वातावरणमा त्यो गार्डनको केसहरू मिलाएर जुन त्यो गार्डन सुचारू रूपले चल्न सकेको थियो र त्यसको खुसियालीमा एउटा हामी सम्पूर्ण जोइन्ट फोरमका ट्रेड युनियनका प्रतिनिधिहरूलाई एउटा सेलिब्रेसन साथसाथै यही मौकामा जुन चाहिँ अहिले पहाडमा भइरहेको होमस्टे पट्टा सम्बन्धी सम्पूर्ण चिया बगानवासीहरूलाई यसको सत्य के हो यो कुरो भन्ने कुरो बुझाइदिनु हुन उहाँले हामीलाई एउटा इन्भिटेसन दिएको थियो र यो इन्भिटेसन अनुसार जोइन्ट फोरमका सम्पूर्ण युनियनका सेन्ट्रल प्रतिनिधिहरू आज नाम्ब्रिङ पुपुङ र जिङलाम तीनैवटा डिभिजनमा जोइन्ट फोरमका जम्मै प्रतिनिधिहरू बाँडेर उहाँनिर गएको थियो। त्यो सेलिब्रेसन साथै 5 डेसिमल विषयमा हामीले उहाँहरूलाई एउटा जानकारी गराउन हामी गएको थियौं र जानकारी गर्नु जाँदाखेरि चाहिँ आज हामी त त्यहाँ थिएनौं, हामी त्यहाँबाट अर्को जग्गामा हामी थियौं र त्यहाँनिर चाहिँ कमसेकम 11:15 तिर हामीले चाल पायौं कि त्यहाँनिर चाहिँ असामाजिक तत्त्वहरूले त्यहाँको सभासदले असामाजिक तत्त्वहरूले आएर चाहिँ मिटिङ गर्नु नदिएर चाहिँ जोइन्ट फोरमका 4 जना भाइहरूलाई सेन्ट्रल लिडर्सहरूलाई चाहिँ प्राणघातक हमला गरेर अहिले हस्पिटलमा उनीहरू एडमिट छ र त्यही सिलसिलामा जोइन्ट फोरम साथसाथै नाम्ब्रिङका कतिपय संगठनहरूले त्यहाँको समाजहरूले पनि आरआर थानामा गएर चाहिँ एफआईआर गरिसकेपछि हामी एउटा सदर थाना यो जुन मूल थाना छ यो थानामा पनि आज हामी आएर एउटा दरखास्त चाहिँ बुझाएको छौं। आज विशेष गरेर सीपीआरएमबाट हाम्रा सुनिल राईज्यूलाई अनि बीएमएस भारतीय मजदुर संघबाट हाम्रो प्रणय शेर्पालाई अनि एसपीडब्ल्यू हिमालयन प्लान्टेसन वर्कर युनियनका हाम्रा सचिव धीरज राईलाई चाहिँ स्पेशली आज एडमिट गरिएको छ। कतिको चोट लाग्यो? प्राणघातक हमला भएको हो। मान्छे हेर्दा चाहिँ राम्रै छ तर एकदमै भिडले आएर चाहिँ उनीहरूलाई चाहिँ एकदम लडाएर ढलाएर यस्तो प्रकारले उहाँलाई चाहिँ अब भित्री चोटहरू लागेको छ भन्ने डाक्टरको रिपोर्ट के आउँछ तर पनि उहाँलाई चाहिँ डाक्टरले अहिले चाहिँ जेल मतलब हस्पिटलमा चाहिँ एडमिट गरेको छ। उहाँहरू अहिले एडमिट हतियारको प्रहार भएको हामीले चाल पाएको छैनौं। हतियारको प्रहार भएन तर हामीले त्यहाँबाट जान्नमा आयो कि त्यहाँको जुन चाहिँ मिटिङको बेन्ची टेबलहरू थियो त्यो भत्कायो है अनि त्यहाँ माइकहरू राखेको थियो अनि यहाँबाट लगेको हाम्रो मेम्बर्सहरूले जुन चाहिँ लगेको डकुमेन्ट्सहरू थियो पर्चा पट्टाको निम्ति बुझाउनु पर्ने डकुमेन्ट्स कागजपत्रहरू थियो सबै त्यो कागजपत्रहरू च्यातचुत पारिदिएको छ अनि त्यहाँको माइकहरू लथालिङ्गे बनाएको छ। प्राथमिक दर्ता चाहिँ कसको नाममा गर्नुभयो तपाईँहरुबाट? कसको नाममा चाहिँ थानामा दर्ता? प्राथमिक दर्ता चाहिँ त्यहाँनिर अब जो पनि सभासद भेन्डुप पाख्रिङ तान्त्रिक मोर्चाको सभासद भेन्डुप पाख्रिङ जो मान्छे चाहिँ आज 21 मा हामीले उहाँको नाममा दर्ता गरेको छौं र यो एफआईआरमा चाहिँ हामीले उहाँसँग संलग्न 22-23 जना कुतत्वहरूको नामसँग हामीले आरआर थानालाई एफआईआर गरेको छौं। साथसाथै आज सदर थानालाई पनि हामीले त्यही एक्युजहरू जो कुतत्वहरू थियो उनीहरूको निम्ति हामीले चाहिँ यहाँ आइसी साहबसँग भेट गरेर बिमारीको हालत विषय लिएर उहाँलाई बताइदिएको छौं। जो क्याजुअल्टी भएको छ जो हस्पिटलमा एडमिट भएर बसेको छ उनीहरूको रिपोर्ट सँगसँगै हामी उहाँलाई सबै कुरो वृत्तान्त गरिसकेको छौं र यस्तो खालके आज चिया बगान सफ्ट टार्गेट बनाएर तान्त्रिक मोर्चाले जुन प्रकारको खेल्ने कामहरू गर्दैछ आज चिया बगानको श्रमिक हामी गम्बुटे सन्तानहरूलाई आज यस्तो प्रकारले खेल्दैछ। कोही बस्तीबाट आएको मान्छे, कोही बिहारबाट आएको मान्छे, कोही
टाई लाउनेदेखि लिएर यति यति ठेली पुस्तक पढ्नेहरूलाई चाहिँ यो 5 डेसिमललाई माध्यम बनाएर आज गोर्खा वर्सेस गोर्खाको लडाई सुरुवात गरेको जस्तो लाग्दैछ। तर यो सुरुवातलाई सायद कसरी द्वन्द्व हुन्छ या त निप्छ त्यो उनीहरूको हातमा छ। अनि यदि यो कुतवत्तरलाई ढेन्डु पाखरिनलाई यदि सरकारले या पुलिसले जुन हामीले भनेको समयभित्रमा पक्रिँदैन भनेदेखि पुरा पहाडलाई नै हामी अचल बनाउने छौं भनेर अहिले आइसी साहबलाई पनि बताइसकेको छौं। र यस्तै प्रकारको उनीहरूलाई उत्तेजित गराउने कार्यहरू चाहिँ यहाँनिर जुन चाहिँ 80-90 लाख रुपियाँको एउटा भव्य प्राङ्गण बनाएर त्यहाँबाट स्कुल टिचर जस्तो मान्छेहरू जसले चाहिँ शिक्षाको नानीहरूलाई शिक्षा दिएर नानीको भविष्य निर्माण गर्नेहरूले चाहिँ आज ओठ च्यात्छु हात चुडाइदिन्छु भन्ने तत्त्वहरूको आधारमा चाहिँ आज उत्तेजित भएर त्यो ढेन्डु सभासद ढेन्डु पाखरिनले 23-24 जना केटाहरू ल्याएर चाहिँ जुन कार्य गरेको छ यसको हामी सम्पूर्ण पहाडवासी अनि हामी हिल जोइन्ट फोरमबाट चाहिँ घोर विरोध गर्दछौं। धन्यवाद। हाम्रो जिटिए भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष साथै जिटिए